मामा पार्ने सब्जी भयो खानै नहुने के हुने भयो चर्पुरामा घाउ भयो के चाहिँ हुन्छ किचन म अहिले खाँदैन हामीले दिएका छौँ विद्वाले पनि 1 पैसा 2 पैसा भेटी चढाउँदाखेरि साँचो हृदयले उहाँले चढाउनाले गर्दाखेरि सबैले प्रशस्ति गरेर चढाए तर विद्वाले 1 पैसा चढाउँदाखेरि उहाँले चाहिँ साँचो हृदयबाट चाहिँ भेटी दिनाले गर्दाखेरि परमेश्वरले आशीष दिनुभएको छ उहाँको भण्डारमा आशीष दिनुभएको छ सबैले प्रशस्ति गरेर चढाए तर विद्वाले चाहिँ 1 पैसा भेटी पनि उसको सारा हृदयबाट चढाएकी छिन् भनेर परमेश्वर बोल्नु भएको छ हैन अनि त्यस्तै गरेर हामीहरूले पनि हप्ताभरि काम गरेर ल्याएर साँचो हृदयले भेटी चढाएका छौँ परमेश्वरको पावदानमा ल्याएका छौँ परमेश्वरको पावदानमा आएर उहाँको भण्डारमा चढाएका छौँ दिएका छौँ परमेश्वरले सबैलाई आशिष गरेको होस् दिनी नदिनी छोराछोरीलाई सबैले आशिष गरेको होस् सबैलाई भनेर प्रार्थना गर्दछु अनि साँच्चै यो भेट 2 जना बाउ अनि सम्धी भेट हुँदा कस्तो भएको छ त एकदम रमाइलो भएको छ नि बोल्दा बस्दा खाना सम्झी बेच्दैन बत्ताछौँ खाँदछौँ बिहानै खान्छौँ दिउँसो खान्छौँ बेलुका खान्छौँ अनि बस्छौँ गफसफ गर्छौँ छोराछोरीले राम्रो गर्दैछन् कि छैनन् छोराछोरीले एकदमै राम्रो बिहानै बेचे दिनमा दिन्छन् भुक्के किनेर ल्याएर दिन्छन् चिया दिन्छन् खाना आनन्द छ आनन्द अनि छोराछोरीले राम्रो गर्दैछन् कि छैनन् त बाउ म खोइ त बोलेको छोराछोरी ज्वाइँ छोरीले सबै राम्रै छन् ए सबै ठिकै छ ए ल ल के भयो खाने बेलामा जतिको भन्दाखेरि कसलाई रिस उठ्दैन ए कहाँ त्यसरी माया गरेर पो श्रीमतीसँगै खाउँ भनेर हो त्यस यो गरेको त कहाँ प्रार्थना गर्दाखेरि एउटा रिस उठ्यो होइन अब तिम्रो भिडियो आयो है अब भिडियो आयो है अब प्रार्थना गर्न जतिखेर गरे पनि परमेश्वर हाम्रो साथमा हुनुहुन्छ प्रार्थना गर्न के टाइम चाहिन्छ अरू दिन रात जतिखेर भनौँ परमेश्वर हाम्रो साथमा हुनुहुन्छ परमेश्वर बोल्नुहुन्छ हामी माटोको शरीरमा
माटोको शरीरमा परमेश्वरले आत्मा लगाइदिनुपर्छ, परमेश्वरको आत्मा। अनि परमेश्वर बोल्नुहुन्छ हामीसँग, जाँदैन त। अनि प्रार्थना जतिखेर गर्दा नि हुन्छ, जतिखेर प्रार्थना गर्दा नि परमेश्वर हाम्रो साथमा हुनुहुन्छ, प्रार्थना गर्नुपर्छ, उहाँलाई धन्यवाद दिनुपर्छ। रातभरि सुरक्षित राख्नुभयो, एक एक छोराछोरी जहाँ जहाँ जाँदाखेरि सुरक्षा राख्नु भएको छ। आमेन। बुढाबुढीले लिएर हिँडेको हामी हेर्दैछन्। यसरी वाकिङमा लिएर हिँडेको आज चाहिँ हिँड्न रुचाउँछन् नि त। धन्यवाद दिन्छु, मलाई भात दिने छोरा तपाईँको दासलाई पनि परमेश्वरले आशीष गरेको होस्। मलाई यसपालि यो भेटीको लागि प्रार्थना गर्ने आज अवसर दिनुभयो, तपाईँलाई धन्यवाद दिन्छु परमेश्वरलाई। होइन, छोराछोरीलाई पनि धेरै धन्यवाद दिन्छु। मेरो परमेश्वरको जन अगुवा छोराछोरीलाई, मलाई भात दिने छोराछोरीलाई आशीष गरेको होस्। सबैलाई जय मसीह। यो भेटको लागि प्रार्थना गर्नेछु। हप्ताभरि परिश्रम गरेर तपाईँले आज यो तपाईँको भेटी चरणमा तपाईँको पाहुनामा ल्याएका छौँ प्रभु, तपाईँलाई धन्यवाद दिन्छ। तपाईँले हप्ताभरि सुरक्षित तपाईँले राख्नुभयो। तपाईँले आज काममा, तपाईँले आज जानमा आउनमा तपाईँले सहायता गर्नुभयो प्रभु, तपाईँलाई धन्यवाद। कहाँबाट कसो अरे बाउ? अरे तँदेखि होइन, सिक्किमबाट कता अरे? नेपालको चाहिँ कुन ठाउँबाट गएका? नेपाल ओखलडुङ्गा भोजपुरबाट गएका। गएका मुडेमा बसेछन्। सुक्किम बसे, सुक्किममा कति साल बसे। अनि सुक्किमदेखि गएका मुडेमा भुटान गएका। अनि भुटानमा जाडो भनेर गएको, मुडेमा गएपछि सबै सोत्तर। अनि बाउ सानै विचारमा माथि कुमारको छोरा जत्रै क्या बाउ चाहिँ। अन्त बडाबाउ माइला बडाबाउ बाचा अरू सबै बिस्कुन्छन् अरे। अब सबै उठ्थे, चप्का छाडा चढेर कपाल पनि एउटै छैन, मिलाएर अहिले भेटेर खानाले भेटेर सबै गएका छन्। अनि अब के गर्नु? अब यिनीहरूलाई के गरेर माथि उठाउनु? अब खानेकुरा केही छैन, मासु माংস घरमा पैसा पनि छैन। लु अब बुद्धि प्रयास गरेर धामेमा चाहिँ एक नम्बर अरे नै फेरि बाघबाट हिँड्ने। अनि अब जानु पऱ्यो गाउँमा, कसको गरम भेट्छु, सुँगुर खसी के भेटेर ल्याउनु पऱ्यो भनेर अक्षता जवाफ आएर बाउलाई त दैलामा बसिरहनु अनि म खसी भिलेर आउँछु कि सुँगुर लिएर आउँछु, या त दैलामा यो अक्षता बोकेर बसिरहनु, आँगनामा म आइपुगिसक्दाखेरि अक्षता तैँले वात्तै फ्याँक्नु नि ल भनेर ल भन्ने अरे। अनि थपल अक्षता बोकेर बसेछन् अरे दैलामा। बाउ बल्ल 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 लाग्दा दुरु गरेर आएको त झिम 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 इन्द्रेणी परेको इन्द्रेणी भएर आयो अरे। आँगनामा आएर बसिरहेछन् अरे, समातेको छ अरे, सुँगुर डाँडा गाडी आएको छ अरे, दुरु गर्छन् अरे। कसो त हालेर त्यस्तो आत्तिएछन् अरे, त्यसरी देखिसक्छ कसो 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 गरेर फ्याँका छन् अरे। अक्षता फ्याँकिसक्दाखेरि त अब बडाबाउ भइगए। सुँगुर लडाएको त लुक्कमा त सुँगुर लिएर आँगन पता यता गाडा दुई झापट आएर फुल्लुकै लडायो अरे बाउलाई। एकछिन चाहिँ तैँले अक्षतालाई फ्याँकिदिएको म जगल पस्ने थिएँ, खानु चिज बज्या यो अक्षता तल आउने बित्तिकै मलाई फ्याँक भनेको होइन, पढायो अरे। हिँड्ने बेला भइसक्यो गएको थियो अरे नफ्याँको बात। अहिले मेरो बाबु चाहिँ अब दामी बजाउँदै हुनुहुन्छ। उहिले बजाउनु भएको बाउ यस्तो?
भन्छ पुरा पियानो बजाइरहनु भएको छ मजाले बजाउनु हुँदो रहेछ ल हौ। प्रभुको स्तुति गाउँदै हुनुहुन्छ। अनि दामी बजाउनु हुँदो रहेछ ल कोर्टमै बजाउनु हुँदा हौ काके कोर्टमै बजाउनु भयो त कोर्टमै बजाउनु हुँदैछ। प्रभुको गानहरू बजाइरहनु भएको छ। तपाईँ र म 10 वर्षको मात्रै फरक तर तपाईँ अझै बोल्ने रहेछ। मेरो अमेरिकाको भाइ छ नि त हो सकुन्जेल चाहिँ यस्तो दिनुपर्छ हो त भुटानको पानी यहाँको चाहिँ खाना पर्यो कतिलाई यहाँको खानाले जिप्ट्याउँदैछ कतिलाई फेरि ताकत दिँदैछ। होसियार चाहिँ होसियारै गर्नुपर्छ पुरस्कार पाउने चाहिँ बिस्तारो सुक्दै जाँदैछ। अहिले हामी पार्कमा यसो मलाई चाहिँ हिँड्नै मनपर्छ कि हिँडिरहनै मनपर्छ म पनि गाडी बाइक कुदाउँदा हिँडेरै घुम्न पारेको जिउलाई मेरो आँखाले यस्तो हरियो परियो हेर्नु मन पराउँछ कि है। एक्सर्साइज गर्न